नमस्ते साथीहरू, यदि तपाईँ नेपालमा एउटा राम्रो वित्तीय संस्थामा रोजगारीको खोजीमा हुनुहुन्छ भने यो भिडियो तपाईँको लागि निकै महत्त्वपूर्ण हुनेछ। छिमेकी लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक इकाइ प्रबन्धक पदका लागि खुला प्रतियोगिताद्वारा कर्मचारी भर्ना विज्ञापन प्रकाशित गरेको छ। आजको यस भिडियोमा हामी यस विज्ञापनको योग्यता, उमेर सीमा र अन्तिम मितिका बारेमा विस्तृत रूपमा चर्चा गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। पद र योग्यता के चाहियो भने +2 पद सहायक इकाइ प्रबन्धक हो। श्रेणी चौथो हो। माग संख्या रहेको छ 37 जना। आवश्यक न्यूनतम योग्यता यसको +2 चाहियो। अनि ग्रामीण तथा दुर्गम क्षेत्रमा बसी काम गर्न इच्छुक नेपाली नागरिकहरूले मात्र आवेदन दिनेछ अनि उनीहरूलाई विशेष प्राथमिकता दिने। उमेरका कुरा गर्दाखेरि 18 वर्ष पूरा भई 35 वर्ष ननागेको हुनु पर्यो अनि महिलाको हकमा 5 वर्ष थप हुनेछ। प्राप्त दरखास्तहरूबाट पहिलो चरणमा सर्टलिस्ट गरिनेछ। सर्टलिस्टमा नाम परेपछि उम्मेदवारहरूले मात्र लिखित र अन्तर्वार्ता परीक्षामा समावेश गराइनेछ। दरखास्त दिने अन्तिम मिति रहेको छ 2083 5 महिना 2 गते। कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ। परीक्षा दस्तुर 300 रुपियाँ लाग्नेछ। दस्तुर बुझाउने ब्याङ्क रहेको छ प्रभु ब्याङ्क लिमिटेडको खाता नम्बरमा जम्मा गरी भाउचर पेश गर्न सकिन्छ वा तोकिएको शाखा कार्यालयहरूमा नगदै बुझाउन पनि सकिन्छ। फारम भर्नको लागि के चाहियो भने पूर्ण रूपमा भरेको फारम, बायोडाटा 3 प्रति, पासपोर्ट साइज फोटो, नागरिकता, शैक्षिक योग्यता र अनुभव प्रमाणपत्रहरू सहित संस्थाको केन्द्रीय कार्यालय मध्य बानेश्वर काठमाडौँ वा फिदी मैटहरी, जितपुर, पोखरा, बुटवल, मेचोर, सिस्ने, सुर्खेत, गेटा, गोपघाट र हजुरा शाखाहरूमा बुझाउन सकिनेछ। यदि तपाईँ योग्य हुनुहुन्छ र लघुवित्त क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ भने 2083 5 महिना 2 गते भित्रसम्म आवेदन पेश गरी हाल्नुहोस्। अन्य जानकारीको लागि संस्थाको वेबसाइटमा जानुहोस् अनि त्यहाँदेखि सब फर्म डाउनलोड गरेर भरेर बुझाउन सक्नुहुन्छ। ल साथीहरू, भिडियो मन परेमा भिडियोलाई लाइक र च्यानल सब्स्क्राइब गर्न नबिर्सनु होला। अनि कुनै पनि प्रब्लम होला भने मलाई कमेन्ट गर्नु होला, म पक्कै रिप्लाई दिनेछु।